हरेक क्षेत्रमा अब पछाडि हेर्ने छुट छैन, अगाडि कसरी बढ्ने हो, कसरी सुधार्ने, सपार्ने, भत्केको छ भने कसरी बनाउने र छलाङै मार्नुपर्ने छ भने पनि कहाँसम्म पुग्ने हो। गभर्नेन्सको म्याक्रो फेलियर भनेको थिएँ नि मैले, त्यो नीतिगत कब्जा गर्ने, 2-4 जना मात्रै पोसिने, त्योबाट त हामी अब सिद्धिसक्यो त्यो युग। गर्न त मन छ, ऐनले छेक्छ भन्छौँ नि हामी, अब ऐन चेन्ज गर्ने, अब 2 दिन 3 दिन 2 हप्तामा पनि चेन्ज गर्न सकिन्छ। दण्डहीनता टोलरेट हुने छैन, रुल अफ ललाई हामी स्थापित गर्छौँ। हामीबाटै सुरु गर्न पर्यो भने पनि हामी तयार छौँ। ठ्याक्कै 4 घण्टा भएछ, म त उठेको पनि छैन। यो नीतिगत कब्जा, संस्थाको क्याप्चर हैन, र राजनीतिक केही स्वार्थ समूहहरूको त्यो गठजोडले गर्दाखेरि सिङ्गो देश नै बन्धक बन्यो। त्यसैले गभर्नेन्सको म्याक्रो एलिमेन्टमा पनि हामीले एक्सन लिइरहेको तपाईँहरूले देख्नु भएको छ। तर मकसद के हो भने लेट द रुल्स बी फेयर, सबैलाई समान रूपले होस्। 2-4 जना व्यक्तिहरू, बिजनेस कम्युनिटीका पोलिटिसियनहरूले चाहिँ यो सिङ्गो नेसनलाई नै बन्धक राख्ने र त्यो सँगसँगै यत्रा युवा पुस्ताको चाहिँ आशालाई बन्धक बनाउने काम हैन, बन्दी बनाउने कामलाई हामीले चिर्न खोज्दैछौँ। र त्यो आँखी झ्यालबाट हेर्नुभयो भने चाहिँ अहिले धेरै कदमहरू चाहिन्छन् र दण्डहीनता टोलरेट हुने छैन, रुल अफ ललाई हामी स्थापित गर्छौँ। हामीबाटै सुरु गर्न पर्यो भने पनि हामी तयार छौँ भनेर त्यसरी अगाडि गरेका छौँ। गभर्नेन्सको अर्को माइक्रो हाँगा चाहिँ जनतासँग केन्द्रित छ। प्रधानमन्त्रीजीले राम्रोसित भन्नुभयो कि लाइन बस्न नपरोस्, घुस खुवाउन नपरोस्। लाइसेन्स लिन जाँदा देखिहाल्नुभयो, अहिले 2-3 वर्षमा चाहिँ नपाइने लाइसेन्सलाई हामीले अर्थकै सहजीकरणमा पनि र सम्बन्धित मन्त्रालय र मन्त्रीको विशेष पहलमा अब आज ट्रायल दिनुभयो भने भोलि लाइसेन्स पाउँछ। कसैले रोक्या रहेनछ नि त हैन। अलि थातिरहेका ब्याकलगलाई चाहिँ असारसम्म क्लियर गर्ने भनेर। सो अल द्याट वाज मिसिङ वाज पोलिटिकल विल हैन, त्यसलाई हामीले गर्दैका छौँ। आज भर्खर बिहानमा उठ्दा देखिरहेको थिएँ, उहाँ म्याग्दीको एउटा गाउँमा आँगनमै पासपोर्ट आइपुगेछ हैन, भनेका थियौँ, गर्दैछौँ। त्यसैले यी कुराहरू चाहिँ डेलिभरीमा फोकस छ। कति कुराहरू डिजिटलाइजेसन मार्फत र कति कुराहरू चाहिँ त्यो हाम्रो संयन्त्रलाई नै मोटिभेट गरेर चुस्त बनाएर र यो सेवामुखी भावनाका साथ हामी अगाडि बढिरहेका छौँ। त्यसैले गभर्नेन्समा एउटा ठुला म्याक्रो चिजहरू र माइक्रो डेलिभरीका कुराहरू छन्। दोस्रो हाम्रो पहिलेको प्रायोरिटी भनेको इकोनोमिक रिफर्म र सेक्टोरल रिफर्म। हरेक क्षेत्रमा अब पछाडि हेर्ने छुट छैन, अगाडि कसरी बढ्ने हो, कसरी सुधार्ने, सपार्ने, भत्केको छ भने कसरी बनाउने र छलाङै मार्नुपर्ने छ भने पनि कहाँसम्म पुग्ने हो, कसरी जाने हो। पर्यटनमा, निर्माणमा, कृषिमा, सिंचाइमा, ऊर्जामा, हरित औद्योगिकरणमा, सेवा व्यापारमा, डिजिटलाइजेसनमा, एभ्री सिंगल सेक्टरमा अगाडि जाने हो। र त्यो काम हामीले अर्थ मन्त्रालयबाट सुरु गरिसकेका छौँ। म पदबहाल भएको पहिलो दिन नै हैन, राजस्व अनुसन्धान विभागलाई खारेज गरेर त्यसका कोर फंक्सनहरू फेरि हामीले हटाएका छैनौँ। त्यसलाई अरू निकायहरूले अब्जर्भ गर्ने तयारीका साथ त्यसलाई अगाडि बढाएका छौँ। र धेरै पुराना ऐनहरू, अघि 18 सालको विस्फोटक पदार्थ ऐनको चर्चा भयो, 13 साल, 17 साल, 21 साल, 31 सालका ऐनहरू, 15वटा ऐन त हामीले त्यो खालि सिम्बोलिक हिसाबले मात्रै त्यसलाई खारेजै गरेर देखाएका छौँ। अरू दर्जनौं ऐनहरू हामी बजेट मार्फत खारेज गर्छौं वा संशोधन गर्छौं र अर्थतन्त्र यति अगाडि बढिसकेको छ कि त्यसलाई गभर्न गर्ने, नियमन गर्ने ऐन छैन भने नयाँ ऐन पनि लिएर आउँछौं। जस्तो डिजिटल क्षेत्रमा हैन, डाटा इन्टेग्रिटीदेखि लिएर अनेक कुराहरूमा चाहिँ ऐनै ल्याउनु पर्नेछ। त्यसैले इकोनोमिक रिफर्ममा एउटा ठूलो बिग ब्याङ हामी ल्याउने तयारीका साथ अगाडि बढेका छौं। त्यो सँगसँगै सेक्टोरल रिफर्म्सहरू पनि शिक्षामा, स्वास्थ्यमा, अब त्यही स्वास्थ्य बीमा कार्यक्रमले ल्याउनुपर्छ, सामाजिक सुरक्षाको एउटा अभिन्न अंग हो, तर त्यसलाई कसरी धान्निने बनाउने भन्ने कुराहरूमा पनि चिन्तन छ। वनको धेरै गुनासाहरू छन्, यता कन्जर्भेसनको हाम्रो सफलतालाई पनि जगेर्ना गर्दै तर त्यो विकासको बाधकमा रूपमा बुझिने जुन माहौल बनेको छ त्यसलाई पनि हामीले मिलाउनु पर्नेछ। र अघि यहाँहरूले पनि कुरा राख्नुभयो, खरिद ऐनको बारेमा धेरै गुनासो गर्नुभएको छ। खरिद ऐन रिभाइज गर्ने क्रममा हामी छौं। पर्यो भने 1-2 हप्तामै अध्यादेशबाट आउँछ, नभए अब 2-3 हप्ताको बजेट सेसनमा त्यो आउँछ, किनकि त्यो पीडा हामीले पनि भोगेका छौं नि त। त्यसैले खरिद ऐनलाई एकदमै साइन्टिफिक बनाएर अगाडि जाँदैछ। जग्गा प्राप्ति, रुख कटान जसले भौतिक पूर्वाधारका आयोजनाहरूलाई रोकिरहेको थियो हैन, चैत मसान्तसम्म पनि 20-21-22% पुँजीगत खर्च हुनु भने त लज्जास्पद अवस्था हो नि। अघि मेयर साहबले भन्नुभयो यो बजेट इयर, यसमा लामो छलफल भएको छ मेयर साहब। पहिला वैशाखमै गर्ने कि वैशाख 1मै गर्ने कि आर्थिक वर्ष,
तर धेरै लामो छलफल भएपछि अन्तिममा चाहिँ यो असारै ठिक छ, तर मेन समस्या चाहिँ हाम्रो नियतै हो, काम नगराइ नै हो भन्ने खालको पनि आर्गुमेन्ट भएको मलाई याद छ। एनिवे हामी त ओपन छौँ यसमा, एभिडेन्स सहित यो कारणले यसलाई फेरौँ भन्यो भने हामी उनी गर्छौँ, फेरि यसलाई बहसलाई उठान गर्न सक्यो। तर एउटा सम्बोधन चाहिँ के गरियो त, संविधानमै लेखियो जेठ 15मा बजेट आउँछ, आर्थिक वर्ष चल्दा चल्दै अब काम सुरु गरे भयो त, जेठ अब बजेट ल्याइन्छ, त्यसपछि पास हुन्छ, असारदेखि नै जम्मै टुङ्ग्यायो भने त साउन 1 गतिदेखि त रेडी टु गो हो नि। तर हाम्रो एटिट्युड चेन्ज भएन, दसैँ कुर्ने, दसैँपछि बल्ल टेन्डर आह्वान गर्ने भनेपछि पहिलाको र पछिकोमा भएन। त्यसमा एउटा प्रब्लम चाहिँ यो पोलिटिकल फलोअपहरू नभएर पनि हो। यसपालिको हाम्रो चाहिँ जुन शासकीय प्रेफरेन्स छ त्यसमा चाहिँ त्यसले अलिकति चेन्ज गर्छ कि हेरौँ, 1 वर्ष हेरौँ, नभए चाहिँ यो स्ट्रक्चरलै हो भने हामी त्यसलाई सम्बोधन गरेर नै जानुपर्ने हुन्छ। त्यसैले इकोनोमिक र सेक्टोरल रिफर्महरूमा एभ्री सेक्टरमा रिफर्म अगाडि बढ्ने हो, र त्यसमा तपाईँहरूले पनि सुझावहरू दिनु होला, सल्लाह दिनु होला। त्यसमा वित्तीय संघीयता पनि पर्यो, फिस्कल फेडरलिजम पनि कसरी अगाडि बढ्ने हो त, होइन, ऐन रिफर्मदेखि लिएर यी कुराहरूमा हामी हेर्छौँ र यसलाई सम्बन्धित प्याकेजबाट नै चाहिँ पार्लियामेन्टबाट नै एड्रेस गर्छौँ। र तेस्रो चाहिँ हामीले पूर्वाधार, अब एकदमै रूपान्तरणकारी पूर्वाधारहरूमा हामीले ध्यान दिएका छौँ। अघि बुटवलबाट अब कोरालासम्मै पुग्ने हाइवेको कुरा गर्नुभयो, त्यसलाई पनि हामीले सोचिराखेका छौँ। अहिले एउटा क्वाड्राङ्गल अब जस्तो बनिराखेको छ, अब नागढुङ्गाबाट टनल शुभारम्भ हुँदैछ, तपाईँ 1.5-2 घन्टामा मुगलिन पुग्ने, मुगलिन टु पोखरा त हाम्रै तनहु भएर जान्छ, राम्रो बाटो बनेको छ, त्यहाँ 1.5 घन्टामा पुगिन्छ। काठमाडौँबाट पोखरा 3-3.5 घन्टामा पुग्यो भने होइन, दूरी छुट्याउने, लागत छुट्याउने त मेरो मन्त्र नै थियो चुनाव लड्दाखेरि, त्यता भयो। नारायणघाटदेखि मुगलिन बनिसक्यो, मुगलिनदेखि बुटवल अब बन्दैछ, यता काकडभिट्टादेखि पथलायासम्म आउँदैछ, अब वीरगन्जबाट पथलाया हेटौँडा हुँदै नारायणघाट जोड्यौँ र बाँकी रह्यो त्यो एउटा खण्ड। लुम्बिनीबाट बुटवल पनि बनिसकेको छ, अब बुटवलदेखि पोखरा लगौँ, त्यसमा पनि अध्ययन भइसकेको छ, तर कुन स्रोतबाट गर्ने भन्ने कुराहरू छन्। यस्ता खण्डहरू चाहिँ जस्तो अतरियाबाट कञ्चनपुरतिर भयो, कोवलपुर टु सुर्खेत भयो, यी खण्ड खण्ड हेरेर हामी चाहिँ सरकारी रिसोर्सले मात्र अब भ्याउँदैन, भनेपछि के ल्याउनु पर्यो, निजी पुँजी ल्याउनु पर्यो। सो यी पूर्वाधारमा पनि अब हामी ठुला ठुला कोष मार्फत प्राइभेट क्यापिटललाई लिएर आउँछौँ, होइन। टोल रोडहरूको अब इन्डियामा त्यत्रो नितिन गडकरीले जुन कायाकल्प गरे पूर्वाधारको क्षेत्रमा हेर्दा हेर्दै त्यसलाई सानो अंशमा भए पनि हामी नेपालमा भित्राउन चाहन्छौँ। त्यसको लागि पुँजी आकर्षित गर्नु पर्यो, निजी पुँजी, र त्यसको लागि इनेबलिङ इन्भाइरोमेन्ट बनाउनको लागि लेजिस्लेसन पनि चाहियो। धेरै कोषहरू, एनआरएनको कोष, एनर्जी बन्डहरू, प्रोजेक्ट स्पेसिफिक बन्डहरू इस्यु गर्ने, वैकल्पिक वित्तको लागि भर्खर विधेयक हामीले दर्ता गरेका छौँ गत हप्ता, त्यो पनि पारित हुन्छ। डायस्पोरा बन्डहरूका कुराहरू छन्, होइन। यता हाम्रै छरेर बसेका पुँजीहरू निफ्राको भयो, एचआइडिसिएल भयो, त्यसलाई एकत्रित गर्ने र कसरी हुन्छ रिसोर्स निकालेर अब ठुल्ठुला खालि सडकमा मात्र होइन, अब ऊर्जामा पनि त्यस्तै लगानी गर्नुपर्नेछ। मित्र राष्ट्रहरू, दात्री निकायहरूले पनि दिने चाहिँ कन्सेसनल लोनहरूलाई पनि त्यहाँ सदुपयोग गर्ने, कुनलाई ऊर्जामा उपयुक्त हुन्छ कि सडकमा उपयुक्त हुन्छ कि, यी सबै कुराहरूको चाहिँ अब बजेटले एउटा एड्रेस गर्छ। र इन्फ्रास्ट्रक्चरमा पनि हामी ठुलो फड्को मार्ने गरेर अगाडि जानेछौँ। र ती इन्फ्रास्ट्रक्चरहरू बन्ने भनेको तपाईँहरूकै पालिकामा हो, तपाईँहरूकै प्रदेशमा हो। काठमाडौँलाई त हामीले अब खै धेरै, काठमाडौँलाई पनि काठमाडौँ केन्द्रित पनि छ, सहरीकरणलाई अझ व्यवस्थित गरेर, होइन, सिटिजलाई एउटा इन्डोजेनस सोर्स अफ ग्रोथ बनाउनुपर्छ भन्ने मैले पनि 12 वर्षदेखि बोलिआएको कुरा हो। भर्खरै हामीले विश्व ब्याङ्कको सहयोग पनि लिएका छौँ, काठमाडौँ लुम्बिनी केन्द्रित, होइन, ती कुराहरू पनि छन्। तर नेपाल सरकारको त्यो 3-4 खर्बको पुँजीगत खर्चले धेरै रूपान्तरण नहुने भएपछि अब बजेटभन्दा बाहिरका कोषहरू पनि परिचालन गरेर, होइन, पब्लिक प्राइभेट पार्टनरसिप पनि हुन्छ वा विशुद्ध प्राइभेट क्यापिटलको भरमा चाहिँ हामी माथि जानुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौँ। त्यसैले तर सबैको अनिवार्य शर्त गभर्नेन्स, जिरो टलरेन्स करप्सनमा, मिसम्यानेजमेन्टमा। दोस्रो, इकोनोमिक रिफर्महरूले इनेबल गरिदिनु पर्यो। गर्न त मन छ, ऐनले छेक्छ भन्छौँ नि हामी, अब ऐन चेन्ज गर्ने, अब 2 दिन 3 दिन 2 हप्तामा पनि चेन्ज गर्न सकिन्छ, र त्यो स्पिडमा हाम्रो काम भइराखेको छ। र तेस्रो, पूर्वाधार भएपछि यो 3टालाई सँगै ल्याएपछि हामीले चाहेको जस्तो नतिजा हुन्छ जस्तो मलाई लाग्छ। राज्यको ढुकुटी बढ्यो भने तपाईँहरूलाई दिने अनुदानका रकमहरू पनि बढ्नेछन् र प्रदेशहरू पनि आफै समृद्ध हुनुहुन्छ। र यही स्पिरिटमा तपाईँहरूले पनि त्यो लय मिलाइदिनु भयो भने त कम्प्लिमेन्ट्री भयो नि त, होइन। 1964 अर्बको बजेट आउँदै गर्दा 600 चान्चुन तल गएको छ, होइन। धेरैको एक्सपेक्टेसन सङ्घले नै गरिदिने हो भन्ने छ, तर राजस्व बाँडफाँड र यी 4वटा अनुदान लगायत जोड्दाखेरि 600 जति छ चान्चुन, 582 अर्ब 1964 मा, होइन। भनेपछि
1/3 सर्लक्कै तल गएको छ, सर्लक्कै। र तपाईहरुले यहाँ माथिको जुन एफिसिएन्सीका साथ हामी काम गराउन खोज्दैछौँ फेडरल फन्ड्स, प्रोभिन्स र स्थानीय तहमा पनि त्यो भइदियो। अझ त्यसमा थपथाप गर्नुभयो, यहाँबाट पठाएको रकमलाई म्याचिङ गरेर चाहिँ अरू रिसोर्सहरू पनि जुटाउन पहल गर्नुभयो भने बल्ल हाम्रो स्पेस बढ्दै जान्छ र त्यही अनुपातमा अर्थतन्त्रको आकार पनि बढ्दै जान्छ। अहिले 70-75 खर्बको अर्थतन्त्र छ, तर डलर टर्म्समा जम्मा 45-46 अर्ब हो। 7% को रियल ग्रोथ, 13-14-15% को नोमिनल ग्रोथ इयर आफ्टर इयर गऱ्यो भने 5 देखि 7 वर्षमा हामी $100 बिलियन को इकोनोमी पुग्छौँ र 100 अर्ब डलरको अर्थतन्त्रको शान शौकत नै अर्को हुन्छ। र त्यो सँगसँगै अनि हाम्रो पब्लिक एक्सपेन्डिचर को क्वालिटी पनि बढ्छ, क्वान्टिटी पनि बढ्छ। र बाँकी कुरा चाहिँ त्यो डाइनामिक प्राइभेट सेक्टर जसलाई हामी उड्न दिन्छौँ, बत्तिन दिन्छौँ, राज्यले एउटा नियमनको दायरामा राख्छ। त्यो गभर्नेन्सको म्याक्रो फेलियर भनेको थिएँ नि मैले, त्यो नीतिगत कब्जा गर्ने 2-4 जना मात्रै पोसिने, त्योबाट त हामी अब सिद्धिसक्यो त्यो युग। तर सबैजना माथि जाने खालको नीति लिएर आएर चाहिँ अगाडि जाने हो। गभर्नेन्स, रिफर्म्स, इन्फ्रास्ट्रक्चर, यो तीनटामा चाहिँ तपाईँहरूको बजेटहरू पनि त्यसमा अलाइन गरेर आइदियो भने चाहिँ हामी सँगसँगै माथि जान्छौँ र 1+1 चाहिँ अब 3 हुने किसिमले अगाडि जान्छ। र धेरै सक्सेसेसहरू पनि छन्। प्रदेशहरूले तपाईँहरूले इनोभेट गरिराख्नुभएका म्युनिसिपल लेभलमा मैले चिरीबाबु महर्जनज्यूलाई विशेष गरेर यो बैठकमा बोलाउनुको कारण उहाँको महानगरपालिका असाध्यै सफल। काठमाडौँ महानगरपालिकाका मेयर साहब त अब प्रधानमन्त्री नै हुनुभयो होइन, जनताले। ललितपुरको मा पनि उहाँले जुन इनोभेसन गर्नुभएको छ, राम्रा राम्रा उदाहरणहरू छन्। अब यो वास्तवमा हाम्रो हेल्दी कम्पिटिसन भइदियो भने अरू पालिकाले पनि सिको गरेर, भरतपुरको पनि ठिकै देख्छु म, वीरगञ्जको मैले धेरै बुझ्न पाएको छैन, त्यहाँ पनि प्रयास गरिराख्नु भयो होला। वीरगञ्ज, विराटनगरको, पोखराको मैले त्यति बुझ्न पाएको छैन। तर यसरी नै अरू उपमहानगरपालिकाहरू, नगरपालिकाहरू, यसमा पनि हामीले गयौँ भने यसपालिको बजेटले त्यस्ता हाई पर्फर्मेन्सलाई इन्सेन्टिभाइज गर्ने गरेर हामी अगाडि जान सक्छौँ। र प्रदेशहरूमा पनि यो जे आयो त्यतिको भरमा भन्दा पनि होइन अगाडि जाने। अब कर्णालीमा जहिले पनि हामीले चाहिँ रिसोर्स कम भयो भन्छौँ, तर अघि बाजुराको ओलिभ ओइलको कुरा आयो होइन, अघि अब क्यान्सर ट्रिटमेन्टको कुराहरू आए, अब त्यहाँ यार्सा गुम्बादेखि लिएर सारा, तर यो भनेको धेरै भयो होइन। त्यसैले अब आर्थिक मामिला मन्त्रीज्यूले इनोभेटिभ प्रपोजल ल्याउनुहोस्। मेबी एउटा चाहिँ हाम्रो यो अनुपम सम्भावना भएका कोशीको के हो होइन, प्रदेश वाइज नै त्यो गरौँला। अघि एकजनाले मैले नोट गरेको छु, प्रादेशिक क्यापिटलहरूको पनि मोडल आइदियोस् न होइन, 7वटा प्रदेश प्रादेशिक राजधानीको पनि मोडल सहरीकरणको हिसाबले भन्नुभयो। अस्ति सम्मान्य राष्ट्रपतिज्यूले बोलाउनु भएको थियो मलाई, उहाँ अब अहिले धर्म कर्मतिर अलि बढी रुचि छ। यो 7वटा धाम छ हाम्रो, 7वटा प्रदेशको 7वटा धाम, त्यो चाहिँ छुटाउन भएन भन्नुभएको थियो। अनि मलाई पक्कै वेदव्यास देवघाट भन्नुहुन्छ भने गण्डकीको चाहिँ उहाँले मुक्तिनाथको नाम लिनुभयो। अनि वेदव्यास त छुटाउनु भयो नि भनेको होइन, मुक्तिनाथ ठुलो हो भन्दै हुनुहुन्थ्यो होइन। त्यसैले यी कुराहरू चाहिँ वी वान्ट टु इन्सेन्टिभाइज फेडरल लेभलबाटै पनि होइन। त्यसैले यो गरौँ, यही स्पिरिटमा अगाडि जाउँ। यहाँहरूले उठाउनुभएका धेरै विषयहरू, कति कुराहरू संविधान नै चेन्ज गर्नुपर्नेछन्, अब यहाँ बसेर भएन। कति कुराहरू ऐन यो काट्न भएन भन्नुभयो, मेरो विचारमा त्यो विनियोजन ऐनमै लेखिएको कुरा हो त्यो होइन। तेस्रो चौथो त्यो ऐन चेन्ज गर्नु पर्यो नि त। ती कुराहरूमा अलिकति टाइम लाग्छ, तर यहीँबाट हामीले इमान्दारीका साथ होइन एलोकेसनका कुराहरू अन्य निकायहरूलाई परिपत्र गरेर हुन्छ कि त्यो ती कुराहरूमा चाहिँ हामीले तुरुन्त नै यसलाई अगाडि बढाउँछौँ। यसपालिको बजेटले सङ्घीय चाहिँ पब्लिक फाइनेन्स भनौँ न, यो सार्वजनिक वित्त को त एउटा छनक आउँछ नै, तर तपाईँहरूलाई पनि त्यो एउटा कन्सर्टेड अभियानमा सँगै लाने गरेर चाहिँ आओस् भन्ने हाम्रो चाहना छ। र पुराना गल्तीहरू जुन खर्च नहुने यो क्षमताका कुराहरूलाई एड्रेस गरेर अगाडि जाउँ र तपाईँहरूको हरेक प्रदेश र पालिकाहरूमा भएका ती विशिष्ट सम्भावनाहरूलाई चाहिँ फन्डिङका कारण ती दबाइएका छन्, लुकेका छन् भने त्यसलाई माथि ल्याउने गरेर हामी जाउँ। र यो अहिलेको संविधानप्रति हाम्रो सरकारको पूर्ण वफादारी छ। संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने र यहाँभित्र चित्त नबुझेका कुराहरू पनि यही संविधानमै लेखेका
उल्लेख गरिएका धाराहरूमा टेकेर नै सुधार गर्ने भन्ने पार्टीको घोषित नीति छ। यति मैले भन्न आवश्यक ठाने, किनकि बाहिर बजारमा कहिलेकाहीँ संविधानै फाल्छन् कि यत्रो प्रचण्ड बहुमत छ भन्ने छ। धारा 274 ले संविधान संशोधनको विधि तय गरिदिएको छ। धारा 275 ले जनमत संग्रह लगायतका विषयहरूलाई गरेका छ। त्यो दुईटा खुड्किलामा नै टेकेर हामी अगाडि जाने हो। र अहिलेको संघीय ढाँचा, यो प्रादेशिक संरचना, स्थानीय सरकारहरूको संख्या, आकार, उनीहरूको ल्याकत, यो सबैका बारेमा पनि हामी त्यो संवैधानिक फ्रेम भन्दा बाहिर गएर गर्दैनौँ। यति कुरा यहाँहरूलाई मैले राख्न चाहे। आजका निर्णयहरू ले धेरै आज छलफल गरिनुपर्ने एजेन्डासँग एउटा तादात्म्य राखेर आएका छन्। छुटपुट भएका कुराहरूलाई हामी सम्बोधन गर्ने नै छौँ। अलि मैले रिइन्फोर्स गर्नुपर्ने 4-5वटा बुदाहरूमा अब यो वित्तीय संघीयताकै, फिस्कल फेडरलिजमकै मूल मर्म अनुसार हामी गरिराखेका छौँ त भन्ने कुराहरूमा म राजनीतिमा आउनुभन्दा अगाडि वा आएपछि संसदमा पनि र अहिले चाहिँ मन्त्रीकै रूपमा पनि यी कुराहरू हेर्दाखेरि जुन बाँडफाँडको कुराहरू छन् त्यसलाई अधिकारसँग मात्र होइन क्षमता सँगसँगै पनि लानुपर्छ भन्नेमा यहाँहरूको पनि मत आएको छ। त्यसलाई अब यो कुन पहिला गर्ने हो, क्षमता उ गरेपछि अनि बल्ल पैसा दिन थाल्ने हो कि दुईटा सँगसँगै गर्ने हो भन्ने कुरामा हामीले मिलेर नै अगाडि जानुपर्ने हुन्छ। केही सीमाहरू छन्, फेडरल यहाँहरूले देखिराख्नु भएको छ, रेभेन्यू कन्स्ट्रेन्ट छ। 1480 अर्ब यसपालि उठाउने भनेर लक्ष्य छ हाम्रो, तर त्यो टार्गेट मिट गर्नलाई सम्पूर्ण आन्तरिक र बाह्य प्रतिकूलताहरूले गर्दा एकदमै गाह्रो परिराखेको छ। गत सालको भन्दा सिलिङ घटेर आएको छ र माथिको चाप तपाईँहरूका ट्रान्सफर नहोस् भनेर साथीहरूले हामी आउनुभन्दा अगाडिदेखि नै यहाँहरूको चाहिँ सिलिङ यथावतै रहोस् भनेर पनि ध्यान दिनुभएको मैले पाएको छु। अब बाँकी 1 महिनामा हामीले यो रिसोर्स एन्भेलोपलाई कति एक्सप्यान्ड गर्न सक्छौँ त्यसमा हामी लागिरहेका छौँ। रेभेन्यूमा पनि हामी आइसकेपछि अलिकति अपटिक देखिन थालेको छ र अन्य बाह्य स्रोतहरू, आन्तरिक ऋणका सीमाहरूलाई पनि यत्रो तरलता भएको समयमा अलिक क्रिएटिभली युज गर्न सक्छौँ कि र मित्र राष्ट्रहरू, दात्री निकायहरूको सदाशयतालाई पनि उपयोग गर्दै हाम्रो फिस्कल स्पेसलाई अलिकति बढाउने प्रयासमा हामी छौँ र त्यो बढेको खण्डमा यहाँहरूप्रतिको एलोकेसन पनि अलिकति चाहिँ सकारात्मक ढङ्गले नै माथि जाने आशा मैले लिएको छु। यद्यपि मैले अहिले ठ्याक्कै कमिट गर्न सक्ने अवस्था छैन। तर मैले भन्न खोजेको यति प्रतिकूल समयमा पनि यहाँहरूलाई विनियोजन गरिएका अमाउन्टहरू चाहिँ पहिलेभन्दा नघट्ने गर्ने त्यो चेतनाका साथ चाहिँ अगाडि आएको मेरो बुझाइ छ। अब यो दिन त दियौ तर सबै शर्त राखेर दियौ भन्ने खालको यहाँहरूको गुनासो, त्यसलाई हेरौँला, त्यसको अनुपात घट्दै जानुपर्छ। पहिले सायद सङ्घमा राख्न नसकिएका आयोजनाहरू सबै प्रदेश र स्थानीय तहमा यहीँबाट लोड गरेर पठाइदिने, ती कुराहरूलाई हामीले अलिकति सम्बोधन गरौँला। अनुदान प्रणालीको कुराहरू यहाँ हामीले नोट गरेका छौँ होइन। अब अघि कर्णालीका मन्त्रीजीले पनि भनिहाल्नुभयो, यति डिपेन्डेन्ट छौँ हामी होइन, आन्तरिक स्रोत नहुँदाखेरि केन्द्रले जे दियो त्यसैमा। अब अफकोर्स फेडरल सिस्टममा अनइभन हुन्छ, एसिमेट्रिक हुन्छ। तपाईँ हिन्दुस्तानमा हेर्नुभयो भने महाराष्ट्र र गुजरातले सिङ्गो हिन्दुस्तान धान्दिया जस्तो देखिन्छ आँकडाहरूमा, 40-50%। हाम्रोमा कर्णालीको कन्ट्रिब्युसन 4% जति छ जिडिपीमा, बागमतीको अब काठमाडौँ भ्याली चितवन भएको हुनाले झन्डै 40% छ होइन। तर यही विषमतालाई चिर्न नै संहिता आएको हो होइन, एसिमेट्रीलाई सम्बोधन। त्यसैले यो विशेष अनुदानहरूको मालिकमा अलिकति पुनर्मूल्याङ्कन पनि गरौँला। स्पेसल इकोनोमिक जोनहरू बनाउन सकिने विशेष क्षेत्रहरू संविधानमै लेखेको छ, त्यसको हामीले एक्सर्साइज गर्न सकेका छैनौँ, त्यतातिर हामी जाउँला। यो टुक्रे आयोजनाको अङ्कै तोकौँ भनेर भन्नुभएको छ, त्यसरी हात नबाँधिदिनु हुन भीम ढुङ्गानाजीलाई म भनिदिन्छु। तर हाम्रो नियत सफा छ। त्यसैले पहिला पनि 3 करोडको हल्ला गरियो तर कार्यान्वयनमा आएन क्यारे होइन। त्यसरी फुकेर कार्यान्वयनमा नआउनुभन्दा चुपचापसित एकदम इमान्दारीपूर्वक त्योभन्दा माथिको थ्रेसहोल्ड भन्दा मुनि सङ्घले नराख्ने गरेर हाम्रो जाने प्रयास हुन्छ। मैले बुझेअनुसार सायद पर्यटन मन्त्रालय लगायतको अलिकति समस्या भएको छ। उनीहरूको आयोजनाको स्वरूप र प्रकृति नै अलिक खुद्रे खालको भाव हुनाले त्यो साना साना रकम गएको छ। हामी हजुर
खेलकुदको पनि त्यसलाई क्लबिङ गरेर हैन हामीले चाहिँ प्रदेशबाट मात्रै गर्यो भने त एउटा ठुलो आकार पनि जान सक्छ। त्यसमा के रिफर्म गर्न सकिन्छ, यसमा हामी सिन्सियर छौं कि एउटा राम्रै थ्रेसहोल्ड अघिल्ला चर्चा गरिएको भन्दा माथि तोकेर नै त्योभन्दा मुनि चाहिँ संघले नगर्दा नै राम्रो देखिन्छ र त्यो खालको रिटेल पोलिटिकल प्रेसर हामीले विथस्ट्यान्ड गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ। रोयल्टीको बाँडफाँड इत्यादिमा विल बी गाइडेड बाई द फिस्कल कमिसन। सबै कुरा सिफारिस भने हुनाले अलिकति हैन इलेक्टेड गभर्नमेन्टको डिस्क्रेसन पनि हुन्छ हैन। सबै कुरा चाहिँ इलेक्टेड गभर्नमेन्टलाई कन्स्ट्रेन गर्ने गरेर पनि जानु हुँदैन। तर संवैधानिक अङ्गहरूको प्रतिको सम्मान के जे कारणले संवैधानिक अङ्गहरूलाई हैन न्युट्रल प्रोफेसनल चाहिँ एउटा यो चुनावी चक्रलाई पनि ट्रान्सेन्ड गरेर उहाँहरूको पदावधि तोकिया हुन्छ कि हैन। भनेपछि ती कुराहरूलाई हामीले चाहिँ मनन गरेर अगाडि जानुपर्ने हुन्छ। पुँजीगत खर्चको दक्षता त्यो एकदमै टड्कारो छ। यो हामी कहाँ पनि लागू हुन्छ, तपाईहरु कहाँ पनि लागू हुन्छ। 408 अर्बको संघीय एलोकेसन थियो यसपालि पुँजीगत खर्चमा। हामीले अहिलेसम्म पनि 90 को हाराहारीमा पुगेका छौं। यद्यपि हामी त्यसलाई बढाउन खोज्दैछौं र त्यसको लागि हदैसम्म लचिलो। अब यो उदाहरण सायद प्रदेशलाई पनि हुन सक्छ, किनकि ठूलो खर्च गर्ने मन्त्रालयहरूलाई सजिलो बनाइदिने गरेर अहिले हामीले यहाँनिर सम्बन्धित रकमान्तरको अधिकार लगायत कुराहरूलाई अर्थले सबै छोड्दिया छ। अब यहाँ अर्थमा फाइल सानातिना हैन भ्रमण भत्ताबाट चाहिँ तालिममा रकमान्तर गर्नु पर्यो भने पनि अर्थ मन्त्रालय आउनु पर्थ्यो नि पहिला हैन। त्यो किसिमको कन्ट्रोल्ड एन्ड कमान्ड खालको जस्तो थियो, त्यसलाई हामीले फुकाइदिएर सम्बन्धित मन्त्रालयहरूलाई नै जिम्मेवार बनाउने गरेर अहिले भर्खरै त्यो गरेका छौं। यद्यपि त्यो भनेको फेरि वित्तीय अनुशासनबाट बाहिर जान पाइएन। त्यसमा कमजोरी देखियो